जापानमा हुनुहुन्छ फ्री पास टिकटमा हाको नै जानुभएको छ कि नै जानुभएको छैन भने यो भिडियो चाहिँ हजुरको लागि है त। हामी चाहिँ आज हामामाचु एकीबाट सिजोका हामामाचु एकीबाट आतामी हुँदै ओदाबारा स्टेसनसम्म पुग्यौँ र त्यहाँ चाहिँ टुरिस्ट इन्फर्मेसन सेन्टर छ। त्यहाँबाट चाहिँ हजुरले फ्री पास टिकट चाहिँ लिन सक्नुहुन्छ। हामीले पनि यहाँ चाहिँ 2 दिनको फ्री पास टिकट पाइन्छ। हजुरहरूले 1 डे घुमिसक्नु भएन भने भोलि फेरि आएर त्यसलाई घुम्न पनि सक्नुहुन्छ र त्यहीँ बसेर पनि 2 दिन फ्री पास टिकटको भरपुर इन्जोय गर्न सक्नुहुन्छ। हामीले चाहिँ टिकट लियौँ र यहाँबाट चाहिँ अब हाम्रो जर्नी स्टार्ट हुन्छ। हामी यहाँबाट चाहिँ यो पास लिइसके पछाडि चाहिँ हामी युमोतो स्टेसनसम्म चाहिँ जान्छौँ र त्यस पछाडि चाहिँ विश्वकै दोस्रो उचाइमासम्म चाहिँ जाने हाकोने तोजाना ट्रेन चढ्छौँ र त्यहाँबाट चाहिँ हामी गोरा स्टेसनसम्म जान्छौँ कि त्यहाँबाट हामी केबल कार चढ्छौँ। हजुरहरूले त्यहाँ म्युजियम पनि छ, त्यसपछि त्यहाँ इन्जोय पनि गर्न सक्नुहुन्छ। त्यसपछि रोपवे चढ्छौँ हामी है। रोपवे नेपालमा चाहिँ यसलाई केबल कार भन्छ, तर जापानमा चाहिँ खासमा चाहिँ यो रोपवे रहेछ। यो चाहिँ फाइनल डेस्टिनेसन हाम्रो। यस्तो राम्रो रोपवेबाट बनाएको भिडियो है, कस्तो राम्रो आएको हेर्नु न। यो मौसममा जानुपर्ने रहेछ। माउन्ट फुजी एकदम क्लियर देखेको थियो अनि यहाँ सबै चिज ब्ल्याकहरू पाइने रहेछ। म त मक्कै परेँ है। यहाँको मेन भनेको चाहिँ यो हेर्ने अनि त्यस पछाडि उन्सेन बस्ने हो है। जापानिजहरू चाहिँ हाकोने भन्ने बित्तिकै उन्सेन बस्यो भनेर सोधिराख्नु भएको थियो हाम्रो खाममा। अब यहाँबाट हामी फर्क्यौँ है। यो टिकट चाहिँ कतै पनि नहराउनु होला। यहाँ हामीले स्ट्याम्प लगायौँ, लाइन बस्यौँ होइन। अनि हामी क्रुज चढ्नको लागि त्यहाँ तल गयौँ है। राउन्ड हुन्छ, हजुर जतिचोटि तलमाथि गर्दा पनि पाउनुहुन्छ है। यही टिकटहरूलाई चाहिँ देखाउँदै गर्नुभयो भने। अनि हेर्नु त कस्तो राम्रो होइन। यसको लागि स्पेसल टिकट पनि हुने रहेछ। हजुरले पहिल्यै बुक गर्नुभयो भने स्पेसल सिटमा बस्नु पनि सक्नुहुन्छ। अनि यहाँबाट एकदमै माउन्ट फुजी पनि देखिएको थियो। एकदमै रमाइलो थियो। यो टु वे भन्नाले ल्याउने लाने दुइटै गर्नेवाला चाहिँ क्रुज थियो। हामी खासमा त्यो रातो गेटमा जाने भनेर चाहिँ हिँडेको थियौँ होइन। एकदमै फेमस हो यहाँको। यो चाहिँ यहाँबाट मन्दिर जान सकिन्छ। यस्तो राम्रो मन्दिर होइन। हामी यहाँ मन्दिर पनि गयौँ सिँढीहरूमा। अनि यहाँ विसहरू के माग्ने रहेछ है। यो सायद बुद्धिस्ट हो कि अब जापानिज मन्दिर है, मलाई राम्रोसँग थाहा भएन। अनि यहाँनिर हामीले फोटोसोटो खिच्यौँ। कस्तो पिसफुल इन्भाइरोमेन्ट के जापानिजहरूको। अनि यहाँनिर भित्र तल जान नपाए पनि फोटो खिचेँ बाहिरबाट। अनि हामी फर्क्यौँ है। हजुरले पनि यसको पूर्ण यो सदुपयोग चाहिँ गर्न सक्नुहुन्छ।